जापानमा धेरै जनाले काम गर्न चाहनुहुन्छ, इन्टरभ्यूमा पनि जानुहुन्छ, तर इन्टरभ्यूमा गएर इन्टरभ्यू फेल हुनुहुन्छ अथवा इन्टरभ्यूबाट उसलाई कामको लागि बोलाउँदैन। किन होला? धेरैको प्रश्न हुन्छ। मेरो पनि त्यही प्रश्न थियो र त्यही प्रश्न लिएर म जापानमा रहेको एउटा ठुलो कम्पनीका एउटा भिआइपी व्यक्तिसँग प्रश्न सोधेको थिएँ। म त्यो कम्पनीमा गएको थिएँ। कम्पनीमा गएर जसले विदेशीहरूलाई इन्टरभ्यू लिएर कम्पनीमा राख्नुहुन्छ त्यो व्यक्तिसँग मैले इन्टरभ्यू गरेको थिएँ र उहाँलाई मैले यो प्रश्न गरेको थिएँ, जापानमा विद्यार्थीहरू अथवा अरू कुनै व्यक्तिहरू काम गर्न चाहन्छन्, कम्पनीमा छिर्न चाहन्छन्, उनीहरूले इन्टरभ्यू दिन्छन्। इन्टरभ्यूमा त पास हुन्छु कि जस्तो लाग्छ, तर इन्टरभ्यू दिइसकेपछि फोनै आउँदैन, उनीहरूलाई कन्ट्याक्ट नै गर्दैनन्। किन होला? यस्तो किन हुन्छ? धेरैजना विदेशीहरू किन इन्टरभ्यूमा फालिन्छन् भनेर मैले प्रश्न सोधेको थिएँ। まず皆さん緊張しますよね。緊張します。なんでやっぱりね、笑顔、笑顔はすごく大事ですよね。笑顔とコミュニケーション能力、緊張するけど自分の思ってることをしっかり伝える、自分の考えてることを伝えたり、そういうことはすごく大事。あとは行動すること。なんか失敗してもいいから自分がこうやってみるっていうチャレンジ精神、それすごく大切だと思いますね。そういうことを PR する。उहाँले सबैभन्दा पहिला भन्नुभएको छ किन्चो सुरु हुने भन्नुभएको छ। त्यो भनेको अलिकति डर लाग्छ नि है भन्न खोज्नुभएको। इन्टरभ्यूमा हामी जाँदा अलिकति डर त लागिहाल्छ, के सोध्ने होला, कसो होला, के होला भनेर। तर उहाँले भनेको कुरा, यदि तपाईलाई डर लागे पनि तपाईसँग भएको क्षमताहरू प्रस्तुत गर्नु होला, उसलाई बताउनु होला तपाई कतिको क्यापेबल हुनुहुन्छ, तपाई कति बोल्न सक्नुहुन्छ भन्ने कुरा डराउनु हुँदैन। सबैभन्दा पहिला आफूले जानेको बुझेको कुराहरू बताउनु पर्छ र कम्युनिकेसन स्किल पनि हुनुपर्छ भन्नुभएको छ। संवाद क्षमता भन्नु पर्यो नेपालीमा। तपाईले बोल्न त सक्नुहुन्छ, बोलिसकेपछि कतिको उहाँले भनेका कुराहरू बुझ्नुहुन्छ र तपाईले कतिको कुराहरू सुन्न सक्ने क्षमता छ। कोहीको के हुन्छ, आफूले कुरा मात्रै गर्ने तर अरूको कुरा सुन्न नसक्ने क्षमता नहुने, एकछिन पनि अरूको कुरा सुन्नै नसक्ने व्यक्तिहरू पनि हुनुहुन्छ। आफूले पनि बताउन सक्नु पर्यो, अरूको कुराहरू पनि सुन्न सक्नु पर्यो हैन। सानसानो कुराहरूमा पनि सावधान भन्छ, मिल के होला कसो होला भनेर सोध्नु पर्यो। यस्ता कुराहरू महत्त्वपूर्ण हुन्छ भनेर उहाँले जानकारी दिनुभएको छ। र एगाओ स्माइल हुनु पर्यो। जापानमा एकदमै महत्त्वपूर्ण। तपाईं रेस्टुरेन्टमा गर्नुहोस्, अफिसमा गर्नुहोस्, आइटीमा काम गर्नुहोस्, जुनसुकै ठाउँमा काम गरे पनि तपाईको जापानमा एगाओ भन्छ, यो स्माइल चाहिँ नि हुनु पर्यो। यदि स्माइल छ भने त्यो व्यक्तिलाई जापानमा धेरै मन पराउँछन्। तपाईं कतिको स्माइल गर्नुहुन्छ त्यसमा तपाईको काममा पनि धेरै फरक पर्छ। कस्टमरहरू पनि तपाईसँग बढी नजिक हुन्छन्, कस्टमरले तपाईलाई बढी मन पराउँछन्। अथवा तपाईको काम गर्ने जुन तपाईको साथीहरू हुनुहुन्छ, जति पनि तपाईले त्यो ग्रुपमा काम गर्नुभएको छ, यदि तपाईको स्माइल मिठो छ भने तपाईलाई धेरै जनाले मन पराएका हुन्छन्। आफूले सोचेका कुरा, आफूले गर्न चाहेका कुराहरू परफर्मेन्स गर्ने, आफूले कति जानेको छ त्यो कुराहरू निकाल्नु पर्यो। म त डराएँ भनेर तपाईले जो कुरा बोल्छु भन्नुभएको थियो त्यो कुराहरू बोल्न सक्नु भएन भने पनि तपाईलाई इन्टरभ्यूमा यो मान्छेले त त्यति जान्दो रहेछ भनेर नलिन सक्छ। तपाईले जुन सोच्नुहुन्छ दिमागमा, म यो कुराहरू भन्छु अथवा यो कुराहरू गर्छु भनेर, ती कुराहरू साँच्चीकै गर्नु पर्यो, साँच्चीकै बोल्नु पर्यो। डराउनु भएन, बिर्सिनु भएन। यी कुराहरू गर्नुभयो भने तपाईको भविष्य राम्रो छ भन्ने कुरा उहाँले गर्नुभयो। र यो एउटा महत्त्वपूर्ण कुरा हो। सुन्दाखेरि नर्मल लाग्न सक्छ, तर यी कुराहरूको पालना गर्न सकियो भने जापानमा भविष्य एकदमै राम्रो छ। च्यालेन्ज पनि गर्नु पर्यो। कुनै दुःख आइपर्यो, कुनै समस्या आइपर्यो भने पनि त्यसलाई लड्न सक्ने क्षमता हुनु पर्यो। म गर्छु भन्ने हिम्मत आउनु पर्यो। यी कुराहरू भयो भने जापानमा तपाईले काम नपाउने हैन, जस्ता पनि काम पाउनुहुन्छ र जस्तो सुकै काममा पनि तपाई लाग्न सक्नुहुन्छ। चाहे तपाई पार्ट टाइम जब होस् अथवा फुल टाइम जब होस्, यो सबैको लागि एउटा महत्त्वपूर्ण जानकारी उहाँले दिनुभएको छ। किनकि उहाँ पनि लामो समयदेखि हाम्रो विदेशीहरूसँग नजिक भएर काम गरेको कारणले गर्दा उहाँसँगको कुराकानी म तपाईहरुलाई प्रस्तुत गरेँ। कस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू दिनुहोला। र काम गर्नको लागि, काम पाउनको लागि के गर्दा राम्रो हुन्छ, तपाईको आफ्नो कुनै सुझावहरू छ भने पनि कृपया कमेन्टमा लेखिदिनु होला। यही जानकारी गराउन चाहन्छु र म बिदा हुन चाहन्छु। नमस्कार।